युसुफ एक जवान केटा थियो। ऊ इजिप्टमा एक धनी व्यक्तिको घरमा काम गर्थ्यो। ऊ इमानदार, परिश्रमी र परमेश्वरप्रति भय मान्ने मान्छे थियो। एक दिन उसका मालिककी श्रीमतीले उसलाई तानिन्। बारम्बार उसलाई भनिन्, मेरोसँग सुत। युसुफलाई कसैले देखिरहेको थिएन, कोही नजिक थिएन। त्यो क्षणमा उसले सहजै पाप गर्न सक्थ्यो। तर युसुफले सोच्यो, परमेश्वर त हेरेको छ, म कसरी यस्तो ठुलो दुष्टता गरेर परमेश्वरको विरुद्ध पाप गर्न सक्छु। युसुफले मालिकी पत्नीलाई यसरी भनियो, उहाँ बाहेक यो घरमा कोही मभन्दा ठुलो छैन, अनि उहाँले तपाईँ बाहेक अरू केही पनि मलाई रोक्नु भएको छैन, किनभने तपाईँ उहाँकी पत्नी हो। त्यसकारण म यस्तो ठुलो दुष्टता गरेर परमेश्वरको विरुद्ध पाप कसरी गर्न सक्छु। त्यसपछि उसले आफ्नो कपडा छोडेर भाग्यो। उसले शरीरको इच्छा होइन, आत्माको पवित्रता रोज्यो। जस्तो कि बाइबलले भन्छ, यसकारण जवान वयस्कहरूको अभिलाषाबाट भाग, शुद्ध मनले प्रभुलाई पुकार्नेहरूका साथ विश्वास, प्रेम र शान्तिको पछि लाग। युसुफले देखायो, साँचो वीरता भनेको पापबाट भाग्न सक्नु हो। यसै कारणले सधैँ शैतानको विरोध गर्नुपर्छ अनि त्यो भाग्नेछ। तर व्यभिचारबाट हाइ नै भाग्नुपर्छ अनि मात्र पापबाट बच्न सकिन्छ। आमेन।